के तपाईहरुको फेसमा पनि कुनै पनि टाइपको ब्राइटनिङ छैन, ग्लो छैन भने एउटा मात्रै बासी भातले तपाईको स्किनलाई यस्तो मिल्की टाइपको बनाउँछ है त। त्यसको लागि हामीलाई चाहिन्छ भात अथवा राइस है। पचेको भातहरु फाल्नु भन्दा तपाईहरुले यसरी एउटा आफुलाई चाहिने जति यसरी भात लिनु होला। यसलाई मज्जाले हातले मिचेर मसिनो गराएपछि 1 चम्चा दही र आधा चम्चा मह राखेर मज्जाले मिक्स गर्ने। यतिको पेस्ट भइसकेपछि आफ्नो फेसमा लगाउनु होला। 1 हप्ता हैन मात्र 3 दिनमा रेगुलर लगाएपछि तपाईले आफ्नो स्किनमा यस्तो राम्रो रिजल्ट पाउन सक्नुहुन्छ। लगभग 10 मिनेटसम्म मसाज गरिसकेपछि तपाईले आफ्नो फेसलाई त्यतिकै राख्नु होला 20 मिनेटसम्म। हामीले हेला गरेको बासी भातले कस्तो राम्रो रिजल्ट ल्याउँछ स्किनमा भन्ने कुरा तपाईले लगाएपछि मात्रै थाहा पाउनुहुन्छ। यहाँ लगभग मैले 10 मिनेटसम्म मसाज गरिसकेपछि 20 मिनेटको लागि त्यतिकै राख्दिन्छु। 20 मिनेट भइसकेपछि फेरि तपाईले 5 मिनेट मज्जाले मसाज गर्नु होला र सादा पानीले मुख धुनु होला। तपाईको यदि ड्राई स्किन छ भने तपाईहरुको लागि यो फेस प्याक एकदमै बेस्ट रहनेछ। रेगुलर लगाउनु होला है त। भिडियोलाई लाइक, शेयर, कमेन्ट गर्न नबिर्सनु होला। मलाई फलो गर्नु भएको छैन भने फलो गर्नु होला। थ्यांक यू सो मच फर वाचिङ।